everyone, welcome back to my channel. हाम्रो भ्लग स्टार्ट भएको थियो अस्ति अनि आज चाहिँ जनकपुर आइसकेको छौं हामी अनि जनकपुर आइसकेको छौं। अब हामी चाहिँ रेडी भइसक्छौं। अब चाहिँ रेडी भइराछन्। हामीलाई चाहिँ सबले मेकअप भन्दैछन् तर हामीलाई मेकअपको याम पनि हान्न घर अरूलाई आउँछ तर हामीलाई हान्न। हामी जनकपुरको अहिले भ्यू देखाइदिन्छ। एकदम फोर्छ जनकपुर। मेकअपै गर्दैन हामीले मेकअपको याम पनि जान्दैनौँ के गर्नु। तेल गाडी खानु पर्दैन। मेकअपै गर्दैन हिँड्ने त झन् कति गर्छ अनहेर त। आस्का दिदी फेरि आउनु भयो हजुर। यहाँ पुरै फोर्छ। एकचोटि जहाँ पार्कै हो क्या लात्तीले हामी अरू मान्छे त भोको छैनन् यिनीहरू पनि भोको छैनन् के देखिए ए पुरो देखादिए हामी गरन हैन यहाँ माथि आस्का यहाँ अलि राम्रो रहेछ अलि सरल देखिए सबैले मन्दिर भित्र प्रवेश गरिसके जनकपुरको मन्दिर आइसके मन्दिर इज लाइक वाउ मन्दिर हो के राम्रो छ राम्रो यस्तो भन्नु भएन अस्ति जाने मन लागेन दामी छ दामी आउनु पुरै यहाँ वातावरण राम्रो नभए पनि ठाउँ राम्रो नभए पनि मन्दिर चाहिँ एकदम दामी छ डिटेल ओ माय गॉड दामी छ रामी साथीले केही भन्दै छिन् ल भन त यो जनकपुर यति फोरी ठाउँ मन्दिरमा समेत कन्ट्रोल राम्रो कुराहरु के यताको बारेमा जनकपुर चाहिँ एकदमै राम्रो मन्दिर चाहिँ राम्रो छ तपाईले आउनु होला कति राम्रो थियो आउनु खोलाउनु जस्तो राम्रो थियो तर एउटा आँच भेट्यो अरु दार्जिलिङहरु ठाउँहरु कस्तो लाग्यो त दार्जिलिङ चाहिँ राम्रो थियो एकदमै राम्रो बेस्ट अरु हामी इलाम पनि राम्रो दार्जिलिङ भन्दा इलाम राम्रो थियो मलाई चाहिँ दार्जिलिङ राम्रो लाग्यो सिङको लाग्दियो हामीले किन सक्दैन नक्कली सिङ लगिन्छ आफ्नो मम्मीहरुले सामान लिएर आइदिनु सामान यही हो भित्र फोटो देखाउनु भित्र फोटो हे जनकपुरको फोटो अनि किल्ले चुरा देखाउँदै थिए चुरा धेरै किन एउटा प्लास्टिक पनि दिएनन् कतिका पनि मारेको हो नि त यति अर्थशास्त्रले हामी सिद्धार्थको डिसिप्लिनलाई तोडेर हिँड्छौँ सिद्धार्थले झन् महाभारत गर्थ्यो होला मेडल जिते जस्तो अनुभव भइरह हामीलाई तर केही नरहेछ नै डिसिप्लिन केही मात्र यस्तै गर्दै लाइन लागेर हिँडिरहेको थियो अघि नभए नि के भइरहेको थियो क्याक्टस के हेर न लु तू खा ओके सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ अन्डे हेर न जान्छु ल खोइ त हाँसेको हाँस्दिउ के रे गाइस यति फोर्छ खत्म बाय बाय टाटा गुड बाय गया जता पनि जीवनको क्या छम्छु के रे यताउति हग्याको 501 रुपैयाँ जरिमाना र यहाँ बाटैभरि बुनेको छ अच्छा मैले एउटा मोबाइल हेर्न हामी टुलहरु मैले हेर्न हामी टुल कंट्रोल लेकिन एक सेकंड इनका खतरा प्रो डांसर प्रो मैक्स होने ने अरे कहना क्या चाहते हो 17 पिक्स में क्या सीन है फर्स्ट टाइम नाच्दै के पनि यहाँ दाजु ठोकिन भयो त कहाँ ठोकिन भयो त सारो खान
हेलो गाइस, हामी चाहिँ यति परेर घाटी बस्ने बोल्ने कराएर चाहिँ अब चाहिँ एउटा पार्कमा छ नि, एउटा कुन पार्क हो, कुनटा पार्क छ, एउटा पार्क भन्छ घाटी आवाज चाहिँ आएन कि सबै कस्तो हाल्नु अन्तर्क्षरी सब खेल्यौँ हामी केटाहरूसँग पुरै ब्याटल खेल्यौँ अनि हामी जित्ने त्यो पनि हारेर भयो गाडी बसेर बसेर मेरो अस्ति बसेको थियो। अब यो त एउटा स्मारक पार्क रे त्यहाँ लक्का परिवार कि सक्का परिवार छ अरे हेर्नु जानु लक्का परिवार लक्का परिवार खरायो 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 कस्तो क्युट हो कि के हो नाम हेर्नु मुसा पनि यस्तो हुन्छ र त्यसलाई तिमी मुसा उल्लुके पट्टे एउटा हेर जस्तो नि सेम ठ्याक्कै डस्टबिन लगाएर न हामी चाहिँ खाना लागिसकेका छौँ भात कति चिल्ला मान्ने हो कि तिमीहरु What? Bro, what are you talking about? राधिकाको फर्स्ट टाइम यो गले बसेको त्यही भएर राधिका ओभर एक्साइटेड No! God, please, no! सहरमा हिँड्न मनाइ छ नि हामीले टिकटक बनाइसक्यौँ नयाँ ट्रेन इन द मर्निङ अब चाहिँ फोटो खिच्छौँ एक दुईटा जस्तो जाने होला नि यहाँबाट यो एरियाले यो मन्दिरले हाम्रो आउटफिट म्याच गर्नु चाहिँ किनकि यो मन्दिर खतरा स्टिकवाला छ हाम्रो हेरेर कस्तो लाग्छ हामीलाई खतरा गाउन टाइपमा जस्तो लाग्छ सौदी होला नि यस्तरी सर जान्छ के भन्छ सारी सारी खतरा देखिन्छ पाइन्डो यस्तो लगाएर यस्तो अर्कै देखाएर चल्छ नेपालमा मन्दिरमा स्थितिवाला सो एस्थेटिक वाला देखिरहेको छ यस्तो खतरा देखिरहेको म पनि छु A few moments. साले तभी मेरा माफ करना गुस्से में इधर उधर निकल जाता हूँ आत्माले शान्ति पास भनेर जाम के जाम छिटो ढिलो भइसक्यो जाम 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 हामी त्यही भनेर हतारेर हैन अझै टिकटक ग्याङ्स्टर हामीलाई चाहिँ हैन हामीलाई चाहिँ छिटो छिटो भनेर आइसक्रिम पनि खान नदिएर पठाउने कस्तो रहेछ नि तिम्रो त निस्किनेमा आछ भने जाम भनेर जग्गा फुल टिकटक बनिरहेको मलाई बुद्धमा खिचौँ भनेको नि यिनीहरूलाई मान्दै बुद्ध खोज्दै छिटो भगवान् मलाई पनि त्यहीबाट जाम भने होइन अब कति लामो पनि फर्किन्छौ नभएर दाजु फर्किन लाने कि फेरि कस्तो कस्तो होला कस्तो यति भित्तामा गएर भित्तामा कस्तो गोरो देखिया छिन्
इन्डियामा बाहिर नै ढुङ्गा बेचेर उ गर्नुहोस् यस्तो वाला खिच्न मन लाग्छ यस्तो वाला खिच्न मन लाग्छ कस्तो ओए हैन कि ल फोटो खिच्न पाउने हैन यता I'm finally lame guys. Uka. सलाई साइडमा हेरेर भागेर आएर फेरि यो खाना हामी चाहिँ आज हाम्रो चाहिँ लास्ट थियो अब हामी चाहिँ घर सबै पैसा बचाउँछ त्यही भएर हेर्नुहोस् यहाँ जङ्क फुडमा यति धेरै भिड लागेको छ अनि मसँग छैन म त गरिब मारो मुझे नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है भन्न चाहन्छु कि हाम्रो राधिका कस्तो बनाइन मलाई खुब हेर्न मन लागिरहेको छ हेर्नुलाई सर गरेर है आउँछ 2 महिना पछि आउँछ 2 महिना यति बिजी छु नि राधिकाको एकै छिटो आइहाल्छ 1 हप्तामा आइहाल्छ त्यसो त म त्यो पहिले हेर्छु अनि 1 हप्ता भित्र आइहाल्छ सर ल सर टुर पनि सक्यो गाइस हामी बस्न कति 43 जना थियौँ अहिले हामी अटोमा 2 जना मात्रै छौँ मिस यु गाइस अब सुधा गराइ म पनि जान्छु अब यिनी गाडी गाइस म चाहिँ घर आइसकेँ हामी सबै घर गइसकेँ बाइ गाइस आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है और उम्मीद का दामन छूटा तो नहीं है।